आक्षेप लगाएपछि त मैले थाहा पाउनु पर्यो नि त क्रेडिबल रिपोर्ट भनेको के हो। नेपालको समाजलाई भाड्ने कुनै पनि प्रकारका गतिविधि गर्नु हुँदैन। नेपाली समाजको मनोविज्ञानलाई कमजोर पार्ने खालको कुनै पनि, समाजमा अविश्वास सिर्जना हुने खालको कुनै पनि गतिविधि उहाँहरूले गर्नु हुँदैन। तीनवटा अन्तर्राष्ट्रिय संस्थाले नेपालको आन्तरिक मामिलाको विषयमा एकदम कपोकल्पित विषयमा साझा धारणा सार्वजनिक गरेको विषय हो र मलाई चाहिँ लाग्दछ यो नेपालको सार्वभौमिकता माथिको कता कता हस्तक्षेप पनि हो भन्ने मलाई लाग्दछ र मेरो देशको सार्वभौमिकता कुनै पनि परिस्थितिमा सम्झौताको विषय र टीका टिप्पणीको विषय बन्न सक्दैन भन्ने कुरामा म स्पष्ट छु, सरकार स्पष्ट छ। सार्वभौमिकता देशको आन्तरिक संवैधानिक विषयमा चाहिँ अन्तिम निर्णय गर्ने अधिकार नेपाली जनतालाई छ, नेपालको संविधान र संवैधानिक संस्थाहरूलाई छ, संसदलाई छ, तर बाह्य सङ्घ संस्थाहरूलाई छैन भन्ने कुरामा हामी स्पष्ट हुनुपर्छ। कताकति अहिले जुन यो साझा धारणा आएको छ, यो साझा धारणा चाहिँ यसमा राजनीतिक गन्ध देखिन्छ, भन्नुपर्छ, हामीले खुलेर भन्नुपर्छ। राजनीतिक टिप्पणी गर्ने अधिकार कुनै पनि बाह्य संस्थालाई छैन। नेपालमा राजनीति गर्ने अधिकार नेपाल नागरिकलाई मात्रै छ। यो विषयमा हामी स्पष्ट हुनुपर्दछ। हामी एकदम लोकतान्त्रिक देश हौँ। यो लोकतान्त्रिक देशमा चाहिँ हामी क्रिटिसिजमहरू, आलोचनाहरू स्वीकार गर्छौँ, तर ती सबै आलोचनाहरू चाहिँ तथ्यमा आधारित हुनुपर्छ। एलिगेसन्सहरू, यत्तिकै आक्षेपहरू चाहिँ बिना आधार, बिना कारण, बिना प्रमाण त्यो लगाउन पाइँदैन, किनभने यसको प्रत्यक्ष असर जनतामा परिरहेको हुन्छ। सरकारलाई बिना आधार, बिना प्रमाण, बिना तथ्य यसरी आक्षेप लगाउँदै जाने हो भनेदेखि जुन जनविश्वास, जनताको जनविश्वास छ त्यो ह्रास हुन्छ भनेदेखि, त्यो ह्रास हुने काम कसैले गर्छ भनेदेखि त्यो चाहिँ सरकार विरोधी मात्रै होइन कि त्यो चाहिँ समाज भाड्ने गतिविधि हो भनेर पनि हामीले बुझ्नु पर्दछ। त्यसमा हामी स्पष्ट हुनुपर्छ, किनभने जनताको विश्वासलाई आघात पुर्याउने कुरा चाहिँ यदि सरकारले गरेछ भनेदेखि त्यो सुसूचित गर्न पाउनुपर्छ, सबैले गर्नुपर्छ। तर सरकारले गरेको छ भन्ने कुरा पुष्टि गर्न त आधार कारण चाहिन्छ नि। बिना आधार, बिना कारण यसरी सरकारलाई चाहिँ पोल्युट गर्ने काम त्यो कति पनि राम्रो होइन भन्ने कुरा म राख्न चाहन्छु। पब्लिकलाई एकदम भ्रमित गर्ने, संवैधानिक निकायहरूलाई चाहिँ नि अविश्वास गर्ने वातावरण सिर्जना गर्ने जुन कार्यहरू भइराखेको छ, यो चाहिँ समाजको लागि हित होइन। हाम्रो दीर्घकालीन समाज निर्माण गर्ने उद्देश्यका साथ हामी यहाँ आएका छौँ। विभिन्न दल, विभिन्न धर्म, विभिन्न समुदाय, विभिन्न जात जाति, हामी सबै समुदायलाई, सबै नेपालको सबै भूगोललाई प्रतिनिधित्व गरेर आज संसदमा आएका हौँ नि। त्यसकारणले हाम्रो साझा दायित्व, समाजलाई जोगाउने साझा दायित्व, कसैले समाजलाई भाड्ने प्रयत्न गर्छ भने त्यसमा हामी एक ठाउँमा उभिनुपर्छ भन्ने कुरा मलाई लाग्दछ। म सरकारको प्रतिनिधि भएको हैसियतले के स्पष्ट छु भनेदेखि हाम्रो सरकारको कुनै पनि प्रतिनिधिले कसैलाई पनि यस्ता प्रकारको पोलिटिकल प्रेसर दिएको छैन। तर क्रेडिबल रिपोर्ट आयो भनेपछि त हामी माथि आक्षेप लाग्यो। मलाई थाहा छ मैले गरेको छैन, तर मलाई आक्षेप लगाएपछि त मैले थाहा पाउनु पर्यो नि त क्रेडिबल रिपोर्ट भनेको के हो। सरकारले क्रेडिबल रिपोर्टको बारेमा थाहा पाउनुपर्छ। उहाँहरू गम्भीर हुनुपर्छ। नेपालमा बसेर काम गर्नुहुन्छ भनेदेखि नेपालको कानुन, नेपालको समाज, यो सबैलाई पढ्नुपर्छ। उहाँहरूले नेपालको समाजलाई भाड्ने कुनै पनि प्रकारका गतिविधि गर्नु हुँदैन। नेपाली समाजको मनोविज्ञानलाई कमजोर पार्ने खालको कुनै पनि, समाजमा अविश्वास सिर्जना हुने खालको कुनै पनि गतिविधि उहाँहरूले गर्नु हुँदैन। यसका बारेमा हामी स्पष्ट हुनुपर्छ भन्ने मलाई लाग्दछ।